अरूले झोला मिलाउँदा बसन्त भने एकटक त्यही घरमा हेरिरह्यो। घरको दोस्रो तलाको झ्यालबाट एउटा लगभग 5-7 वर्षको केटो आफ्नो दुवै हातले चिउँडो अडाएर बसन्तलाई नै हेरिरहेको रहेछ। त्यो केटाले बसन्तलाई यस्तो नजरले हेर्यो मानव बसन्त कुनै अर्कै ग्रहको प्राणी हो। केही बेर झ्यालबाट हेरेर त्यो केटो बसन्तको नजरबाट विलीन भयो। बाहिर बसन्तलाई हेरेर भर्खर दाजुको कोठामा आएको केटाले बसन्तकै उमेरको आफ्नो दाजुलाई सोध्यो, दाई, ती अघिका मान्छे किन आएका? मोबाइलमा एकोहोरो भएर हेरिरहेको दाजुले उसको कुरा सुनेन वा भनौँ सुन्न चाहेन। केही नबोली बसिरह्यो। भाइले निकै बेर कराएपछि दाइले झर्किँदै भने, देउसी खेल्न आएका हुन्, जा अब सुत 11 बजिसक्यो। भाइलाई सोध्न मन लागेको थियो, दादा देउसी भनेको के हो? तर दाजु भर्खरै जसरी झर्केको थियो त्यो सम्झेर सोध्नै सकेन। मन खिन्न बनाएर ओछ्यानमा पल्टियो। उसलाई मनमा लागेको थियो एकपल्ट बाबालाई सोधौँ कि भनेर। तर हिजो मात्रै तास खेलेको बेलामा बाबाको छेउ बस्दा बाबाले भनेको सम्झियो, बाबु सानो मान्छे तास खेलेको ठाउँमा आउनुहुन्न। अनि मनमा नै सोच्यो, सायद त्यो तुङतुङ गरेर बज्ने कुरा देउसी हुनुपर्छ। यस्तै या सायद अरू केही सोच्दै केही बेरमा निदायो। त्यो केटो निदाउन्जेलसम्म भने देउसी टोली एउटा घना जङ्गलको बाटोमा हिँडिरहेका थिए।